यस्तो छ हाम्रोतिर चाहिँ बाटो यहाँ हिँड्छ बाइकहरू गाडीहरू होइन घर चाहिँ माथि छ बाटो यता मुनि यता तल बारी थियो सबै जङ्गल अनि यहाँको ठुलो घर त अनि भत्काइहालेको ए सानो घर मात्रै छ अहिले त्यहाँ त्यहाँ पनि म जान्छु एकछिनमा ल यस्तो रहेछ यहाँको अवस्था अहिलेको यहाँ चाहिँ दामी मकैबारी थियो यो भित्तामा दामी घाँस आउँथ्यो म सानो हुँदा यस्तो राम्ररी घाँस काट्दिनँ थिएँ म यहाँनिर राम्रो बारी थियो शीतल पाराको यहाँ चाहिँ अहिले त जङ्गलै जङ्गल भएर खत्तम भइसकेछ मेरो गाउँ घरको अवस्था त अहिले त बिहाल भएको छ गाइस यहाँ चाहिँ एकदम दामी भएको छ नि तर के गर्नु जाँगर छैन बनाइ खाने ढङ्ग पनि छैन यो चाहिँ गाइस ढेन्टेनेङ सिस्नो आमा कस्तो दामी खाने बेला त यतिखेरै होला यो यस यहीँको एकदम सफा छ त मुनि यहाँ अलिकति अस्ति चाहिँ पहिरो ठ्यास्स चिप्लेर आएछ यहाँनिर कहाँ ठुलो ददिलोको रुख थियो म पहिला घाँस काट्थेँ छैन अहिले त कहाँ मरेछ क्या मरेर यहाँ त पुरै अलैँची बारी थियो हाम्रो कस्तो कालो जङ्गल भएको छ यो चाहिँ सबै हाम्रो है ल जङ्गल पानीको त एकदम छ्याप्ती मुहान रहेछ हाम्रोमा चाहिँ यहाँ म सानोमा घाँस खाँथेँ कसले पाइप तानेको छ यो कहाँ कसले गएको यो पाइप कसले गएको छ यो पाइप त्यो त माथि छत्रीको माथि मेन पाइप पाण्डवको ए त्यही तानेर लगेको यस्तो दामी पानी छ यहाँ चाहिँ पहिला सानो बाटो थियो अलैँची बारी यस्तो दामी अलैँची हुन्थेन अहिले त खलास अलैँचीको त नाम निशानै छैन एउटै छैन त तल बोटहरू आमाले दसैँकोमा 4000 को त बेच्यो अलैँची तल त्यो वनराजको सिमानाबाट छिरेको अरे यहाँ चाहिँ यस्तो गराइ गरा थियो यो पहिला बारी हो सबै बारी हो अहिले त यस्तो छ हालत अनि यहाँ चाहिँ एकदम हाम्रो जलकन्या कि के भन्छ देवी थान जलकन्या देवी हो यस्तो छ जलकन्या देवीलाई नि दर्शन गरौँ न त ल घन्टीहरू चट्ट बाटोले पहिरोले आस्तिक पनि हुनुपर्छ नास्तिक पनि हुनुपर्छ मान्छे दैविक शक्ति हुन्छ जस्तो पनि लाग्छ यस्तो भिड त थिएन यो पानी आएर यस्तो बनाइदिएको अनि यहाँ पनि पानी एकदम यहाँ सिमे साग हुन्थ्यो पानीको मुहान त कति छ यहाँबाट चाहिँ त पर पानी लगेर खान्छन् यो चाहिँ हाम्रो पर्दैन है फेरि यो देवी थानदेखि उता उता यो खोल्सीदेखि उता सर्लक्कै गरेर 100 रोपनी झन्डै पुग्छ होला सबै त के गर्नु भएर मात्रै गरेर खान सकिया छैन कसले कसले काट्छ यस्तो रहेछ गाउँघर मेरो छिमेकी गाउँहरू यहाँ दाजु भाउजू हुनुहुन्थ्यो मगर समाल उहाँहरू पनि बित्नुभयो 5-6 वर्षपछि आउँदा त छैन सुनसान अनि यहाँ चाहिँ एकजना भतिजो विदेश बसेर कहिले आएको निकै भयो आएको के 2 वर्ष भयो होला नि यस्तो छ यहाँ यो बाटो खन्दाखेरि चाहिँ निकै विवाद भएको उहाँहरूले जग्गा दिन नमान्ने तर अहिले बाटो पुगेपछि चाहिँ यस्तो सेवा सुविधा गरिराख्नु भएको छ पहिला चाहिँ मान्नु भएको थिएन मेरो जग्गा मेरो बारी जान्छ भन्थ्यो ठ्याक्कै कहाँ छ त बिर्खे मूल घर त भत्काएको छ यहाँ घामले त घामले त के हो ल हाम्रो बिर्खे कहाँ छ त अनि यहाँ त एउटा चोक बनिँदो रहेछ त बाइक त बिर्खे भाइको ओ बिर्खे 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 ओहो दाजु
ओहो जेठा दाजु ल्या म अस्ति नै आएको छु 5-6 दिन हो नि हाम्रो जेठा दाजुहरूको घरमा पुग्यो त ल गणेन्द्र राम 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 नदेखाउँ भुइँ चाहिँ नदेखाउँ केटाहरूले त यस्तो काम बिगारेको छ नि राम राम ल दुईजनाले त काम बिगारिसकेको छ यहाँ यो चाहिँ किचन हो बिर्खे भाइ ल ठिक छ हाम्रो बिर्खे भाइको चटक्कै अनि यो त बिर्खे भाइ भएन नि एक्लै यो के हो नि दुईजना मात्रै हो अहिले बाउछोरा मात्रै यो चाहिँ नदेखा के हुन्छ भन्दा मासु कङ्चले स्या कङ्चले गाकी मोटो मोटो कुलाले हो हाम्रो घनेन्द्र दाइले आज मासु खुवायो जाँगरिलो हुनुहुन्छ हाम्रो दाजु हो कि होइन बिर्ख्यो खुवाइरौँ हुन्छ 1.5 केजी भन्यो नि ए होइन दाजु त्यो छालै मात्र छ अनि तर त्यस्तै मात्र दाजु सबै होइन माइलो नाति हो 5-6 दिन पनि ए बिर्सेछ ल होइन कसरी बिर्सेको नाति हो होइन गइसकेन नि त पहिला त अनि काका गाउँघर कस्तो छ त अनि एकदम रमाइलो ए हाम्रो काका नि 20 वर्ष भइसक्यो 20 वर्ष कट्यो नि काका गाउँ छोडेको 15 वर्ष भयो 15 वर्ष चाहिँ भयो है साउदीमै 15 वर्ष मेरो काका हो आफ्नै दाइ हो दाइ हो माइला काका त कहाँ त काका त यता पनि गहौँ न त माइला दाजु क्यारम बोर्ड खेल्नु नजानु हिँड्न भन्छ त है च्यालेन्ज दियो त मैले यस्तो रहेछ ल यता डोजर त यहाँ त आम्मा डोजर पहिला थिएन यो घर दाजुहरूले बनाउनु भाउजू के गर्दै हुनुहुन्छ यहाँ यता भाउजू अब भाउजू ल्या खै दाजु चाहिँ ए डेरी पेल्नुहुन्छ म भयो नि भाउजू 6-7 दिन भयो 6-7 दिन भयो यहाँ अनि यसो गाउँ घुम्न झरेको नि